हेलो साथीहरु, स्वागत छ मेरो यस भिडियोमा। म चाहिँ आज भिडियो बनाउन यता माथि डाँडामा आछु। कुपिन्डे ताल हेर्न सक्नुहुन्छ, त्यो कुपिन्डे ताल छ। यो चाहिँ सल्यान जिल्ला हेर्न सक्नुहुन्छ। यता डाँडामा म चाहिँ माथि डाँडामा आछु। तर पुरा हेर्न सक्नुहुन्छ कुपिन्डे ताल। कुपिन्डे ताल हेर्न सक्नुहुन्छ, त्यहाँ कुपिन्डे ताल। हल्का उता पारी साइडमा मन्दिर छ। अनि चाहिँ कुपिन्डे ताल त्यहाँ पारी स्कुल छ एउटा बाबिया चौर। अनि यताको साइड चाहिँ अँधेरी हेर्न सक्नुहुन्छ। पारी पारी हिमाल देखिरहेछ। रुकुम साइड हिमाल देखिरहेछ उतै डाँडामा। म चाहिँ अहिले सल्यान जिल्लामा छु। यता अनि दुईवटा यहाँ भुजा छ, डल्ले भुजा, दुईवटा डल्ले भुजा अनि दुईवटा यस्तो। यसको नाम चाहिँ पोलो। मलाई चाहिँ मन पर्छ, त्यसैले मैले अब यो खान्छु एकछिन। ला 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 ला। साथीहरु कोही छैनन्, सबको ताका छन्। भिडियो बनाउन एक्लै आउनुपर्छ। सबका यता पिरो छ, हल्का पिरो। अझै पिरो छ। अब चाहिँ म डल्ला भुजा खाएर हल्का पिरोलाई कन्ट्रोल गर्छु। पानी खाने के लेखेन, माथि डाँडामा म धेरै माथि आएको छु। साथीहरु अहिले चाहिँ मैले अब भुजा र पोलो भन्ने खाइ नै सकेँ। पानी पिरो लागेको छ, पानी ल्याएन मैले अघि आउँदा। हेर्न सक्नुहुन्छ पछाडि तल कुपिन्डे ताल देखिरहेको छु। त्यहाँ हल्का यता डाँडा उता हिमाल देखिरहेको छु। त्यो साइडमा हल्का त्यो साइडमा हिमाल देखिरहेको छ। यसबाट देखिन्न सायद हजुरलाई हिमाल चाहिँ यहाँबाट देखिन्छ हल्का। त्यो साइडमा हल्का थोरै देखिन्छ, यहाँबाट देखिन्छ राम्रोसँग। यतातिर हेर्न सक्नुहुन्छ त्यो साइडमा खेत। साथीहरु अहिले चाहिँ अब म एकछिनमा घरतिर जान्छु। हाम्रो घर चाहिँ तल छ। म चाहिँ यहाँ बस माथि यो डाँडामा आएको छु भिडियो बनाउनलाई। हेर्न सक्नुहुन्छ कस्तो भिड छ यतातिर, योदेखि पुरा भिड छ। हेर्न सक्नुहुन्छ यता म यतादेखि आएको छु, यो ढुङ्गा साइडदेखि हावा चलिरहेको छ मस्तसँग। घर नि नजाने जस्तै भएको छ मस्त। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरु। अब चाहिँ म डेली भ्लग ल्याउने कोसिस गर्नेछु। भ्याएसम्म मेरो अशोक कौर युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला। हेर्न सक्नुहुन्छ साथीहरु त्यहाँ चाहिँ त्यो कुपिन्डेको बीचमा चाहिँ दुईवटा ढुङ्गा छ। साथीहरु अहिले चाहिँ म घरतिर जान लागिसके। प्लास्टिक छ, यो चाहिँ चाहिन्छ। अब अर्को दिन कतै केही लानुपर्छ, त्यसैले जथाभावी नै फाल्नुहुन्न प्लास्टिक। अब चाहिँ म घरतिर जान्छु। कृपया मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। म नयाँ नयाँ भिडियोहरू ल्याएर आउने नै छु। च्यालेन्ज वाला भिडियोमा ल्याउने छु हजुरहरू माझ। मेरो यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हेर्न सक्नुहुन्छ कुपिन्डे ताल फेरि पनि त्यहाँ छ कुपिन्डे ताल। अनि यता चाहिँ अब हाम्रो गाउँ चाहिँ त्यहाँ छ। एकछिन हेर्न सक्नुहुन्छ हाम्रो त्यो बारी घर हाम्रो। अनि कुपिन्डे ताल हाम्रो घर चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ, देख्नु भएको छ त्यहाँ। अनि त्यो कुपिन्डे ताल। गाउँमा साथीहरूको अभाव छ, एउटा नि साथी छैनन् गाउँमा।
त्यसैले एक्लै यता भिडियो बनाउन आउनु पर्छ साथीहरू। अब चाहिँ यस्तोमा छिरी आउनु पर्छ यता डाँडोतिर।